आज चाहिँ हामी लमजुङ सुन्दर बजार यो सिउँटीबारी भन्ने ठाउँमा आएका छौँ। जिप्सन लगाउन फल्सिलिङ साथै कलर पुटिङ साथै बत्तीको काम फिनिसिङ गरेर जाने हो। अब कति दिन लाग्छ तपाईहरुको घरमा पनि जिप्सन लगाउनु छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो लोकेसन चाहिँ पोखरा लेखनाथ। हजुरहरूले कन्ट्याक्ट गर्नुभयो भने हामी जुनसुकै ठाउँमा आएर जिप्सनको काम गर्न सकिन्छ। हस् धन्यवाद। युट्युबमा हाल्ने भनेको खोइ कहिलेबाट सुरु गर्ने हो। युट्युबमा हाल्नु डिजाइन त आज हाल्नु पर्यो। बत्ती नै बालेर नि होइन मनिष। सङ्कलन गरेर यो जानु स्टोरेज फुल हुन्छ क्या। अनि झ्याउ लाग्छ मलाई। कतिखेर भिडियोहरू हाल्यो अनि अब फाल्नेमा लाग्दैन। यस्तो हाल्न हुन्छ भने अझै साथीभाइका घुम्न गएका रमाइलो गरेका जान्थे। अब 30 ल पट्टीको काम सुरु हुँदैछ। यहाँ चाहिँ भाइले पट्टी काट्दैछन्। राम्रोसँग काट है मनिष भाइ। म त सम्पर्कमा खान्छु। साझा खाँदैन। एक 2 घन्टामा धेरै काम गऱ्यो। चाहिँ भ्याउनै पर्ने अवस्था भएको भएर यहाँ लाइट बालेर काम गर्दैछौँ। लमजुङ सुन्दरी बजार सिउँडीबार भन्ने ठाउँमा। किन अरू त्यस्तो उ गर्ने अलिकति उ गरेर आउने। हिजो दिनभरिमा र बेलुका 7 बजे 8 बजीसम्म काम गर्दाखेरि त्यति काम गरियो। अनि आज चाहिँ बिहान 7:30 बजेबाट काम स्टार्ट गरियो। पहिला चाहिँ यहाँ कुनाको पट्टी हान्नुभन्दा पहिला यहाँ भित्रको पुटिङले फिनिसिङ गरेपछि बल्ल पट्टी हानेर काम गर्दा पुटिङको फिनिसिङ राम्रो आउने भएर पहिला पुटिङ हान्दैछौँ हामी चाहिँ। तपाईँहरूको घरमा पनि जिप्सन लगाउनु छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो लोकेसन चाहिँ पोखरा लेखनाथ। हजुरहरूले कन्ट्याक्ट गर्नुभयो भने हामी जुनसुकै ठाउँमा आएर जिप्सनको काम साथै बत्तीको काम साथै कलरको काम पनि गर्न सकिन्छ। हस् धन्यवाद।
फेरि गर्ने त्यो रमाइलो हुन्छ चाहिँ जितौँको टिम पनि हाम्रो हामीले चाहिँ यहाँ जिप्सन लगाउँदा लगाउँदा गाडी यहाँ पनि यस्तो टाँसी जस्तो बनाइदियो भनेर यहाँ टाँसी लगाइदिँदैछौँ। यहाँ चाहिँ 4वटा टाँसी बनाहौँ। अब यसलाई ट्याक्क पुटिङ हानेर कलर लाएर फिनिसिङ गर्ने यसमा नि यहाँ चाहिँ आज पुटिङ हानेको भोलि बिहानसम्म सुक्दैन भनेर यहाँ चाहिँ हामीले यो कुखुराको खोरमा हाल्ने खालको रातो ब्लक हालेर यसलाई प्रकाश दिएका हौँ। यसले गर्दाखेरि छिटै तापक्रम बढी भएर भोलि बिहान छिटो सुक्यो भने हामीले छिटै काम गर्न पाइन्छ भनेर यहाँ चाहिँ टेक्नोलोजी प्रयोग गरे हौँ। तपाईँहरूको घरमा पनि जिप्सन लगाउनु छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो लोकेसन पोखरा लेखनाथ। हजुरहरूले कन्ट्याक्ट गर्नुभयो भने हामी जुनसुकै ठाउँमा आएर जिप्सनको काम गर्न सकिन्छ। हस्, धन्यवाद। ल, पुटिङको काम हुँदैछ यहाँ भेट्ने कार्यक्रम बल्ल आज हिजो नि पुटिङ सक्नु लाग्यो। ल, बत्तीको काम सुरु हुँदैछ। यहाँ बत्ती फिटिङ गर्दैछौँ। हाम्रो चाहिँ कलर पनि एककोट हान्ने छ। लाग्छ
भयो ठोकै हुँदैन अब एकैबाट हालेर ठोक्न लाग्नु। नमस्कार सबैजनालाई। हामी चाहिँ फलसिलिङको लागि लमजुङ सुन्दर बजार गाउँपालिका सिउँडीबार भन्ने ठाउँमा आएका थियौँ। आज चाहिँ फाइनल भयो, कलर साथै जिप्सन साथै बत्तीको काम। हजुरहरूले हाम्रो काम कस्तो लाग्यो हेरेर प्रतिक्रिया दिनु होला। हाम्रो लोकेसन चाहिँ पोखरा लेखनाथ। हजुरहरूले कन्ट्याक्ट गर्नुभयो भने हामी जुनसुकै ठाउँमा आएर जिप्सनको काम साथै बत्तीको काम गर्न सकिन्छ। हस्, धन्यवाद। त्यो आर्मै बत्ती गर्न ठोकै हुँदैन अब एकैबाट हालेर ठोक्न लाग्नु।